3 महिना अघिदेखि नै चन्द्रगिरी घुम्ने प्लान बनाइरहेका थियौं। त्यो प्लान चाहिँ आज आएर फाइनली सक्सेस भयो। कौन है ये लोग? ए सारे लोग त्यो दोलखाको टोली हो है। सो गाइज अब चाहिँ ट्रेलर सकिसकेको छ। ब्लग चाहिँ अब सुरु हुन्छ। वेलकम छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। अब म रेडी सेडी भएर केटाहरुसँग भेट दिइसकेको एक गराउँछ। यो हाम्रो सब हुनुहुन्छ। हाम्रो सब त्यो दोलखाको टोली हो है। दोलखा घुम्न गएको टोली हो। रोहन चाहिँ अब क्यामेरामा छ के भन्दैको आफूले यसरी। मैले चाहिँ आज मेरो मिनी ब्लग अलि फरक तरिकाले स्टार्ट गरेको छु। तपाईहरु यो ब्लग हेरेर कन्फ्युज त हुनु भएको छैन? तपाईहरु कन्फ्युज हुनु भएको छैन भन्ने मलाई विश्वास पनि छ। त्यसको साथै आशा अनि भरोसा पनि छ। अनि साथीहरु यो कुरालाई हेइ छोडौं, सँगै मिलेर चन्द्रगिरीको यात्रा सुरु गरौँ। मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै, मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै। यात्रा चाहिँ सुरु भइसकेको छ। तपाईहरुलाई अहिलेसम्म कस्तो लागेको छ ब्लग मन पर्यो भने कमेन्टमा चाहिँ ब्लग मन परेन भनेर भन्नु होला। यो चाहिँ मेरो अलि युनिक स्टाइल हो। ये के है? गाले र हामी बिक्री गर्न छ अहिले। रोन चाहिँ आज हेन्डसम देखिरहेको छ सायद। नयाँ लुगा लाएर होला। बानेश्वरदेखि हामी कलङ्की पुगिसकेका थियौँ। हामी चाहिँ अहिले कलङ्की पुगिसकेका छौँ। हाम्रो यात्रा बानेश्वरदेखि यहाँसम्मको सायद कति टाइम लाग्यो भनेपछि 20 मिनट जति लाग्यो। त्यहाँ चिया पिएर हामी चन्द्रगिरीतिर लाग्न थाल्यौँ। हाम्रो यात्रा एकदमै छोटो भए पनि एकदमै रमाइलो भयो। अनि चन्द्रगिरी पनि एकदमै शान्त छ। नेचुरल चराहरूको पनि साउन्ड आइरहेको छ। अब कहाँ हो के हो, अब फर्स्ट टाइम हो। फर्स्ट टाइम को हामी हेरौँ चाहिँ फर्स्ट टाइम, करण फर्स्ट टाइम चाहिँ ऊ चाहिँ पहिला नै आइसकेको थियो। कस्तो लाग्यो चन्द्रगिरी जुन इन्ट्री छ, जुन वेलकम थियो नि? यो एकदमै रमणीय लाग्यो मलाई, रमाइलो लाग्यो। मेरो त्यो फर्स्ट टाइम हो होइन। र फर्स्ट टाइम आउँदाखेरि एकदम मलाई एक्साइटेड लागिरहेको छ। अब हामी केबल कार मार्फत माथि जानेछौँ हेर्दै गर्नु। अनि रोनलाई के कस्तो भइरहेको छ अनि? अब रमाइलो हुन्छ। अब रोनले चाहिँ टिकट लगिरहेछ। टिकटको चाहिँ आउन ओहोरदोहोर गरेको 825 रुपियाँ पर्दो रहेछ होइन? ए हुन्छ ल जाउँ। ल अब टिकट चाहिँ काटिसक्यो हामीले। टिकट देखाइदिएको छु। टिकट खै यस्तो छ है टिकट। त्यसपछि केबल कारमा बस्यौँ र केबल कारको यात्रा पनि सुरु भयो। किन आइरहेको नि थोरै देखिरहेको है। त्यो यसको के भन्छ, सिसाले गर्दा चाहिँ एकदम फोहोर रहेछ सिसा। त्यही भएर चाहिँ किन देखिरहेको छैन। सिसा नै त्यस्तो हो। केबल कारमा छौँ हामी अहिले। बल्ल आदि आयो है। हजुर अनि केबल कारमा चाहिँ 11 मिनट जति लाग्दो रहेछ। त्यहाँ